परीक्षित द्वितीय स्कंद माने 10 स्कंद दोस्रो अध्याय। राजा परीक्षितलाई सुखदेव स्वामी आज्ञा गर्नुहुन्छ। यसै प्रसंगको बीचमा एक दिन के भएछ भन्नुहोला भने सुरश्र नाम गरिएका राजाका छोरा वसुदेव देवक राजाकी छोरी देवकीको विवाह यस कारणबाट जब 6 वटा बच्चा पैदा भएको र अनि 7औं गर्भमा अहिले पृथ्वीमा ज्यादै भाराक्रान्त भयो। पृथ्वी रूपी मातारी गएर ब्रह्माजीको चरणमा बिन्ती गर्नुभयो। राजा परीक्षित यसरी धान्न नसक्ने परिवेश प्राप्त भइसकेपछि अनि त्यहाँदेखि उपरान्तका लागि भाराक्रान्त पृथ्वीको रोदनपुट बुझेर भगवान नारायण परमात्माले आज्ञा गरी बक्सो लौ त जगत जननी मेरो 6औं गर्भसम्मको बच्चा कंसले मार्यो। 7औं गर्भ जब मेरो शेष नाम गरेको धाम गएर जन्मनु पर्ने हुन्छ। मेरो अघिल्लो जन्मको दाजु हो त्यो माने भाइ हो, अहिले दाजु बनाउनु पर्यो। 8औं गर्भ म गएर जन्मन्छु। पृथ्वीको भार हजुरले पनि सहयोग गर्नु पर्यो। नन्द बाबाकी पत्नी यशोदाको घरबाट जन्मनु पर्यो। तपाईँ र म जन्मेन साथ कसैले थाहा नपाउने गर्भसट्टा गरेको प्रमाण गराउने त्यो वसुदेवलाई मात्रै थाहा हुने भन्ने निर्णय गरेर 7औं गर्भ बलराम भन्ने शेष संकर्षण गरेर जब यस्ता प्रभावबाट रोहिणीका गर्भबाट जब गोकुलमा लगेर जन्माइयो र त्यो गर्भ खै त भनेर कंसले सोधेको थियो। तुइएर गयो भन्दा कुचाले गर्नु बतासले गर्यो। बढिया भो, बहुत अच्छा मान्यो राजा कंसले। अनि 8औं गर्भको लागि भगवान जगतको नारायण पृथ्वी मण्डलमा जन्मनाका लागि प्रादुर्भावको निमित्त तयारी हुनुभयो। त्यस बेलामा सारा सम्पूर्ण पूर्ववासीले बिन्ती गरे। नीलकडी, हातकडी, कानका कौडी र गलमन्द नेल चौडा लगाएर पाता कसेर वसुदेव देवकीलाई थुन्यो राजा कंसले। त्यति मात्रै हो र शरीरमा ठुलो प्रकारको चेष्टा हुन लाग्यो। जब दुःस्वप्न देख्न लाग्यो राजा कंसले धुरीको ध्वजा भाँचिएको आफ्नो दरबारमा नरमाइलो स्वभाव र रानीहरू सारामा जब बेचैन भएको देखिन लाग्यो। अब कहाँ जाउँ यही प्रकारको सोच विचार गर्दै थियो। राजा कंस जब यस प्रभावबाट आउन लाग्यो, मर्न आँट्यो। अब कहाँ जाउँ, के गरौँ, कसो गरौँ, सङ्कट पर्यो। त्यसै अवस्थाका बीचमा महाराज राजा कंसको दरबारमा अहिले सम्पूर्ण जनहरूले बडो प्रेम साथसँग राजा कंसलाई आश्वस्त गराइरहेका थिए र अनि त्यस बेलामा आकाश पानी जब यस किसिमबाट प्राप्त हुँदै सबले बिन्ती गर्न लागे। हरे भोभो आमा देवकी रुनु पर्दैन, भोभो आमा देवकी रुनु पर्दैन, 8औं गर्भ पैदा नभई कंस मर्दैन। भोभो आमा देवकी रुनु पर्दैन, 8औं गर्भ पैदा नभई कंस मर्दैन। भोभो आमा देवकी रुनु पर्दैन, 8औं गर्भ पैदा नभई कंस मर्दैन। भोभो आमा देवकी रुनु पर्दैन, 8 गर्भ पैदा नभई कंस मर्दैन। भोभो आमा देवकी रुनु पर्दैन, 8 गर्भ पैदा नभई कंस मर्दैन। भोभो आमा देवकी रुनु पर्दैन, 8औं गर्भ पैदा नभई कंस मर्दैन। हरे भोभो आमा देवकी रुनु पर्दैन, 8औं गर्भ पैदा नभई कंस मर्दैन। देवकी रुनु पर्दैन, 8 गर्भ पैदा नभई कंस मर्दैन। हरे 8 गर्भ पैदा नभई कंस मर्दैन, गर्भ पैदा नभई कंस मर्दैन। महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो। अब बाँकी अंश तपाईँ के सुन्नुहुन्छ महाराज परीक्षित भनेर सोद्धा। लौ मेरो प्रभु दयाभाव हुन्छ भनेदेखि 8औं गर्भको प्रभावबाट भगवान पृथ्वी मण्डलमा जन्मन आँट्नुभयो। त्यस बेलामा पूर्ववासीले बिन्ती गरे। भगवान प्रभुको प्रादुर्भाव हुन आँट्यो। उच्च ग्रह नक्षत्र योग बार करण बेला समय मुहुर्तको प्रभावमा अब श्री हरि कृष्ण परमात्मा प्रादुर्भाव हुन आँटी बक्स्यो 8औं गर्भका लागि भन्ने सम्मको कथा यस अध्यायबाट।